नमस्कार सम्पूर्ण मेरा टिकटकका साथीभाइहरूमा एउटा हजुरलाई सानो जानकारी गराएँ मैले मैले भोगेका कुराहरू जिन्दगीमा कसैलाई पनि विश्वास नगर्नु होला। यो कलियुग रहेछ। यो कलियुगमा चाहिँ हामी चाहिँ नि सत्ययुगको, द्वापर युगको, त्रेता युगको जस्तो बाटोमा लागेर हिँडेर कहिले नहुने रहेछ। हामीले जहिले पनि अरूको लागि भलो सोच्ने, अरूको लागि भलो चिताउने, भलो गर्ने गरे पनि तर अरूले आफूलाई चाहिँ नि भलो नगर्ने रहेछन्, नेगेटिभ सोच्ने रहेछन्, नराम्रो सोच्ने रहेछन्। विशेष गरेर त झन् यो पैसाको कारोबार त कसैलाई पनि नगर्नु होला हैन। मान्छेलाई दुःख पर्यो, अप्ठ्यारो पर्यो भनेर आफ्नै सम्झेर आफ्नो दुःख पनि नहेरिकन उनीहरूको दुःख सम्झेर उनीहरूलाई सहयोग गर्यो। तर जब सहयोग हामीले गरिसकेपछि चाहिँ उनीहरूले चाहिँ नि एकदमै त्यो पैसा फिर्ता गर्न भने चाहिँ गाह्रो लाग्ने, हामीले पनि भएर दिएको हुन्छ, नभएर दिएको हुन्छ, अरूसँग मागेर दिएको हुनसक्छ, अरूसँग मागेर उनीहरूको अप्ठ्यारो देखेर सहयोग गरे हुनसक्छ। तर मान्छेले कहिले पनि बुझ्दो रहन्छ। मान्छेले आफ्नै मात्रै स्वार्थ हेर्दो रहेछ, आफ्नो मात्रै मतलब हेर्दो रहेछ, आफ्नो मात्रै दुःख हेर्दो रहेछ। अरूलाई कुन पीडा परेको छ, कस्तो पीडा परेको छ, कस्तो पीडामा नि उनीहरू रमाइरहेको छन्, कुन पीडामा उनीहरू गुजिरहेका छन्, उनीहरूले कुन पीडा लुकाएर हिँडेका छन् भन्ने कुरा मान्छेले बुझ्दो रहन्छ, देख्दो रहन्छ। त्यसले गर्दाखेरि यो पैसाको कारोबार चाहिँ कहिले कसैसँग पनि नगर्नु होला है। आफ्नो साथीभाइ, इष्टमित्र, बन्धुहरू त्यस्तै गरी जस्तोसुकै विश्वासिलो मनले खाएको मान्छे भए पनि आर्थिक कारोबार चाहिँ कोहीसँग नगर्नु होला। किनभने तपाईँ अप्ठ्यारो पर्दा, समस्या पर्दा, जे पर्दा पनि हस्पिटल जाँदा हरेक ठाउँमा पनि तपाईँलाई पैसाको आवश्यक पर्छ। पैसा भयो भने रोग लागि नि उपचार हुँदो रहेछ, पैसा भयो भने छोराछोरीलाई पनि पढाउन पाइँदो रहेछ, पैसा भयो भने खान पनि पाइँदो रहेछ, लाउन पनि पाइँदो रहेछ। तर पैसा भयो भने केही नहुँदो रहेछ है। अब हामीले चाहिँ अरूलाई चाहिँ छोराछोरी पढाउन मलाई यस्तो समस्या भयो भनेपछि ल त भनेर सहयोग गऱ्यो हैन। घर बनाउनु पर्यो, यति पुगेन भने लौ त भनेर सहयोग गऱ्यो। आफूसँग नभए नि अरूसँग मागेर पनि सहयोग गर्थ्यो हैन। हरेक कुराहरू के हैन गर्थ्यो। तर एकदमै यो चाहिँ नि गलत काम रहेछ। अरूलाई सहयोग गर्नु नै गलत रहेछ। अरूलाई कसैलाई सहयोग गर्नु नहुने रहेछ। म पनि यस्तो फन्दामा परेँ। त्यसले गर्दाखेरि मलाई पनि बेमान गर्ने मेरा यी साथीभाइ मित्रहरूलाई धेरै धेरै धन्यवाद गर्न चाहन्छु। तिमीहरूको जीवनमा सुखमय रहोस्, तिमीहरूको पनि स्वास्नी छोराछोरी होलान् हैन, तिमीहरूको पनि सबै घर परिवार होला, तिमीहरूको घर परिवारलाई सुख शान्ति होस्, तिमीहरूलाई जहिले पनि ठगेर खान परोस्, जहिले पनि अर्कोलाई मारेर खान परोस्, तिमीहरूको सात पुस्ता ख्यालेर जाओस्, तिमीहरूलाई कहिले भलो नहोस्, तिमीहरूलाई कहिले राम्रो नहोस्। यतिखेर यो संसारमा सत्य छ, भगवान छन् र सत्यता छ भनेदेखि यो कलियुग भए पनि देख्न पाऊँ भगवान भनेको छु मैले त। तिमीहरूलाई जहिले पनि सुख शान्ति कहिले नहोस्, तिमीहरूको सन्तान ख्यालेर जाओस्, तिमीहरूलाई पनि ख्यालेर जाओस् हैन। त्यसले गर्दाखेरि कहिले सुख शान्ति नहोस् भन्दै म पनि भगवानसँग कामना गर्न चाहन्छु। म परेँ, भोगेँ, तर मेरो साथीभाइहरू, टिकटकको साथीभाइहरू नपर्नु होला, नभोग्नु होला। अनि अर्को कुरा पनि जानकारी गराउन चाहन्छु। यो टिकटकमा चाहिँ धेरै जस्तो चाहिँ नि मेरो साथीहरू चाहिँ खालि प्रोफाइल चेक गर्ने अनि मलाई हेर्ने, फेक आइडीबाट हेर्ने विचार गर्ने गर्छन्। यो फेसबुक, टिकटक भनेको चाहिँ नि लाइक र कमेन्ट गर्ने भन्दा नि जानकारी बढी लिइदिन्छन्। यदि कहाँ के गरिरहेको छ भनेर जानकारी बढी लिइदिन्छन्। यस्तो काम चाहिँ बन्द गर्नु। अर्काको बारेमा निगरानी गर्ने, अर्काको बारेमा हेर्ने, बुझ्ने काम चाहिँ राम्रो होइन। त्यस्तो काम नगर्नु। बरु चित्त बुझ्दैन भने अगाडि फेस टु फेस बोल्ने, मेसेज गर्ने, के छ कसो छ भन्ने होइन। अर्काको प्रोफाइलमा गएर झाँक्ने, यो कहाँ के गरिरहेको छ भने विचार गर्ने। यस्तो खालको स्टुपिड ह्याबिट भन्छु म। यो एकदम स्टुपिड, यो खत्तम, यो थर्ड क्लास ह्याबिट हो, यो खाते ह्याबिट हो। यस्तो ह्याबिट चाहिँ बन्द गर्नु होला है। मेरो पनि विदेशबाट केही मान्छेहरू, देशबाट पनि केही मान्छेले प्रोफाइल चेक गर्ने, हेर्ने, काहीँ लाइक गरे हुँदैन, फेरि कमेन्ट काहीँ हुँदैन, तर हेर्ने मात्रै के विचार मात्रै गर्ने। यस्ता चुतियाहरूलाई पनि शुभकामना। अनि यिनीहरूलाई सधैँभरि अर्काको विचार गरेर चियो निन्दा गरेर खान पुगोस् र सधैँभरि जिन्दगी त्यस्तै गरेर जाओस् भन्न चाहन्छु। थ्याङ्क यू फर टिकटक, थ्याङ्क यू फर फेसबुक, थ्याङ्क यू फर इन्स्टाग्राम। सबै ठाउँमा फलो गर्ने साथीहरूलाई शुभकामना। राम्रो सोच्ने, राम्रो गर्नेलाई सबैको भलो होस् भन्न चाहन्छु। जय भोलेनाथ, जय पशुपतिनाथ।